अभी डोला को मलाई ओ माय गॉड सदा मैं लौट मार सके So hello everyone, welcome to my channel. आज चाहिँ म अनि बहिनी आइजोलबाट दामपुईतिर हाम्रो ठुलो उहाँहरू बस्नु भएको ठाउँमा जाँदैछौँ। पहिला चाहिँ यो ठाउँमा त्यति साह्रो ट्राफिक जाम हुँदैन थियो, आज चाहिँ निकै जाम देखिन सकिन्छ। अहिले खोल्न थाल्यो अहिले चाहिँ एकदमै धेरै जाम भयो, त्यही भएर अब सर्टकट बाटो जान्छ। र साथीहरू यतातिर चाहिँ धेरै ट्राफिक जाम भएको चाहिँ हामी अर्को सर्टकट बाटो जाँदैछौँ है। तर एकदमै उकालो छ हेर्नुहोस्, हामी चाहिँ यो उकालो जाँदैछौँ है साथीहरू। अभी डोला को मलाई ओ माय गॉड सदा मैं लौट मार सके ल साथीहरू मैले घन्टाबाट चाहिँ अझै लडेको थिएँ बाटो चाहिँ साह्रै उकालो हो कि पछाडिको मान्छे नि झन्डै सुल्केर लडियो त साथीहरू। हेर्नु त यस्तो उकालो छ यो, चलाउनेको भन्दा पनि बस्नुको चाहिँ हालत फरक भइसक्यो अहिले। ल साथीहरू मेन रोडमा आइपुग्यो, सर्टकट खत्तम भयो। यो बाटो जानेछ, यहाँ पनि खै ट्राफिक नै रहेछ, यहाँ पनि ट्राफिक जाम नै रहेछ। जाम नै रहेछ। अघि त त्यति साह्रो त छैन तर अरे यो क्या जाम देखेको यता मुखहरू हेर त कस्तो जाम देखेको। टनल भित्र घुस्यौँ, टनल जस्तै फेरि यहाँनिर चाहिँ रोकिनु पऱ्यो एकछिनको लागि। बोला बोला चल साथै जाम आउने हो। It was at this moment that he knew he fucked up. आमा मामा जसो तसो बचेर पो आइएछ है, किस्मत डह्रो रहेछ। त्यही भएर हामी बाँची हामी अघि झन् हाम्रै अगाडि 3 स्टार लगाएको ट्राफिक उभिरहेको थियो, जा भनेर सायद थियो हामीलाई। घरबाट निक्लिँदा पनि कस्तो यादै आएन क्या। फेरि आज चाहिँ फेरि कस्तो धेरै ट्राफिक जाम भएको क्या। ट्राफिक ड्युटी गर्नेहरू पनि धेरै बसिरहेको छ, जाम पनि त्यस्तै भइरहेको छ। नभए अरू बेलामा त यति साह्रो त हुँदैन थियो। ट्राफिक भएको ठाउँमा चाहिँ ठुल्ठुलो गाडीहरूको पछाडि लुक्दै हिँड्दैछु। यहाँ पनि रहेछ एउटा मात्रै भए त हुन्थ्यो, अझै 3-3 जना रहेछ। हेर्दैछ हामीले भागो भागो भागो। 3टा पुलिसबाट त पछि है साथीहरू। यहाँ पनि सधैँ ट्राफिक हुन्थ्यो, तर आज चाहिँ रहेनछ। फेरि अचम्मै लाग्यो, यस्तो खतरा ट्राफिक जाम छ, पक्कै छ होला तलतिर पनि। नभन्दै भेटिए त हाल्यो। छिटो पछाडि देख्छ मलाई छिटो। त्योहरू बच्यो होला भनेको त केही तल पनि देखा पर्यो अरे भगवान्। त्यसकै छेउमा रोकिनु चाहिँ नपऱ्यो थियो, यस्तो जाम छ। उभिरहेछ हेर्नु देख्दैन होला अरूतिर ध्यान दिएको छ त्यसले। देख्दैन उता हेरेको त्यसले। तर पछाडिको पछि अब आज के रहेछ हो यिनीहरू यहाँनिर किन फेरि बच्यो होला भनेको। उहाँ तल फेरि एउटा ट्राफिक पुलिस ड्युटी गरिरहेको छ। अब यहाँ बच्यो भने चाहिँ बच्यो भन्दा अगाडि देख्दैन नि त मेरो नम्बर चाहिँ। अब यो कतापट्टि जान्छ, तल्लोपट्टि जान्छ। धेरै जस्तो पुलिसहरू पनि बसिरहेको छन्। ए तल्लोपट्टि जाने रहेछ। भागो 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 ल साथीहरू बच्यौँ, हुँदाहुँदै नै जाऊ भन्यो हामीलाई त। हाम्रो नम्बरै ख्याल गरेन हौ। आज पुलिसै बसेको छ बाटो रहेछ। No petrol. Hello, Nick. No petrol, अरे ये
लागि हाम्रो दाजु के भन्नु छ अरे भन्नु दाजु ओके माछाहरू सबै झऱ्यो अस्ति त राति दामी देखेको नि हेरेर सन्तोषहरू अब पहिला हामीले पिकनिक गर्न सन्तोषको अपात फुटेको थिएन त्यही ए खोइ त पिकनिक स्पोट चाहिँ कस्तो उडा हो त्यो गाडी हो त्यो नेपाल त्यस्तै अस्ट्रेलिया कसले चोर कब छुप्पै लोगेले होटल तान्नु त हम कहाँ पहुंच गए अरे इधर किथे है ये किथे कहाँ होता कहाँ हो इंक्वांगी 시야가 너무 뭐 đáp xoa vào cái thói thì chưa biết sao माछा नाम के झरे माछाको उ पनि छ त्यहाँ दाना पनि तपाईँ मार्न जानु तपाईँले त मार्दैन नि आइसक्रिम पनि रहेछ सिम्पलहरू पनि दोकान छ त त्यहाँ किन्ने रेट bisa tukar mana di sini. Seperti saya tukar pesan sana. Ada door udah situ. I'm kira no diesel pakai banget sih. Petrol पाउँछ कि पाउँदैन हेरिहेरौँ यार भी ya Dubai apa ini हाम्रो दाइ चाहिँ पसिनै पसिना भएर काम गर्दै हुनुहुँदो रहेछ बिचरा। फाइनली हामी दाम्पुई भन्ने ठाउँमा पुगिसकेका छौँ र यहाँको घरहरू तपाईँले देख्न सक्नुहुन्छ। अचम्म अनि डरलाग्दो पनि छ। पुरै काठले काठको खुट्टीले उभाएर अनि त्यहाँबाट बनाइएको घर छ। यहाँ चाहिँ पुरानो चर्च थियो, त्यो चर्चलाई भत्काएर अनि नयाँ बनाउँदै गर्नुभएको रहेछ।
हाम्रो ठुलो बाले मलाई देखाउन लिएर आउनु भएको थियो र यो गाउँ चाहिँ हेर्न सक्नुहुन्छ एकदमै रमाइलो छ। अहिले चाहिँ हाम्रो दाइले सुँगुरलाई दाना दिँदै हुनुहुन्छ। यसलाई चाहिँ भन्दो रहेछ सुइजी मिजो भाषामा, हाम्रो नेपाली भाषामा चाहिँ के भन्छ थाहा छैन, त्यसको बोर्ड चाहिँ उठ्यो तलको। अब चाहिँ हामी खाना खानु पर्यो। यी हाम्रो मिजो खाना चाहिँ यसरी खान्छौँ हामीले है। खानापिना पनि भइसकेको छ। अब चाहिँ हामी आफ्नो घरतिर लाग्दैछौँ।